हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। अहिले चाहिँ हामी छौँ नेपालको काँकरभिट्टा भन्ने ठाउँमा र हाम्रो यो बाटो चाहिँ मामाहरूको घरबाट छ। हामी अहिले ओह्रालो झर्दैछौँ, यसो डुल्नु घुम गर्न भनेर निस्किएको। हामी चाहिँ हिजो यहाँ आएको थियौँ, आज बिहान पो आएको थियौँ। आज बिहान आएको थियौँ। यस्तो रमाइलो छ नि यो ठाउँको नाम, यो गाउँको नामै रमाइलो गाउँ अरे। यहाँ छोरा बुढी मामा। अब डुल घुम गर्दै जाँदा कहाँ पुगिन्छ। हामी चाहिँ बल्ल निस्किएको। यहाँ चाहिँ यस्तो उकालो छ। बिहिबार भने जस्तै झर्ना पनि रहेछ, नाली किडे यस्तो उकालो छ, यस्तो डाउन छ। यो चाहिँ काँकरभिट्टा मेन ठ्याक्कै टाउन हो। यो चाहिँ यताबाट चाहिँ अरू जतै गए पनि, अब काठमाडौँ पोखरा धरान जता गए पनि त्यही बाटो जाने हो। यताबाट चाहिँ हामी आएको छौँ। त्यससँगले अहिले चाहिँ हामी जाँदैछौँ। अब यहाँबाट हामी चाहिँ इँटाभट्टा जाने हो, किन हाम्रो फुपूको छोरी छ नि, त्यही भएर यहाँ अब सिटीमा जाने हो। आएको अहिले चाहिँ इँटाभट्टा आइपुग्यौँ हामीहरू टोटोमा चढेर। अनि अहिले चाहिँ टल्लै जाँदैछौँ यहाँ बहिनीको घरतर्फ। यहीँ नजिकै हो। कहाँ कुदेको नानी? कसको घरमा आएको? यो कसको घर हो? नमस्ते नमस्ते भन। यो को आएको छु? मम्मीलाई लगाएर देखाइदिन लगाएको खोइ नानीहरू। 1 hour later. अहिले चाहिँ हामी इँटाभट्टा गयो अरे, त्यहाँ बहिनीकोमा खानासाना खाएर आइसक्यौँ। अहिले चाहिँ लगभग रातिको 8:30 बजिसकेको छ। अनि यहाँ छोरो गलेर यसरी है त यसरी अहिले मामा घरतर्फ जाँदैछौँ। अब भोलि फेरि अर्कै ठाउँ जानेछौँ होइन। उनलाई पनि जाडो भयो अरे। यो चाहिँ मामा घर लगभग पुगिसक्नु आँट्यो हामीहरू। अहिले चाहिँ ल है, भोलि भेटौँ न फेरि अर्को भिडियोमा।